दिस इज पार्ट 2 होइन। हामीले लाइक प्रिभियस भिडियोमा हेऱ्यौँ कसरी फ्याटी एसिड बन्छ। लाइक फ्याटी एसिड बन्ने भनेको चाहिँ हाम्रो लाइक साइटोसोलमा हो। अनि तर अक्सिडेसन चाहिँ हुन्छ नि माइटोकन्ड्रियाभित्र भएर हुने क्या। अब फ्याटी एसिड त बन्यो लाइक जसरी अब हामीले लाइक प्रिकर्सरलाई हुन्छ नि माइटोकन्ड्रियाबाट साइटोसोलमा लाइक डाइरेक्टली लिएर आउन मिलेन, त्यसरी नै लाइक हुन्छ नि यो हाम्रो ह्युमनमा बन्ने भनेको फ्याटी एसिड चाहिँ लाइक त्यति लार्ज चेनको हुन्न क्या, लाइक स्मल चेनकै हुन्छ। अनि त्यसैले यो स्मल चेन चाहिँ हुन्छ नि डाइरेक्टली यो माइटोकन्ड्रियाभित्र छिर्दैन क्या। त्यसैले यसमा नि अब हुन्छ नि अब जस्तो त्यहाँ अब त्यो सिटेड सटल भन्ने थियो, यता पनि अब कार्निटिल सटल भन्ने छ। त्यही हो अब के हुन्छ भन्दाखेरि लाइक हाम्रो फ्याटी एसिड सुरुमा चाहिँ फ्याटी एसिडलाई लाइक ट्रान्सपोर्ट गर्नलाई माइटोकन्ड्रियामा हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि एक्टिभेट गर्नुपर्छ। यो चाहिँ कसरी हुन्छ भन्दाखेरि फ्याटी एसिड प्लस एसाइल-कोए फ्याटी एसिड प्लस एसाइल-कोए जोइन हुन्छ। अनि यो इन्जाइम चाहिँ एसाइल-कोए सिन्थेसिस, मैले यहाँ एसाइल-कोए लेख्न बिर्सेको छु, यहाँ प्लस एसाइल-कोए नि हुन्छ। अनि के हुन्छ भन्दाखेरि लाइक एटिपी युज हुन्छ। एटिपी फेरि लाइक हुन्छ नि एएमपी प्लस इनअर्ग्यानिक फोस्फेटमा ब्रेकडाउन हुन्छ। सो यसै गरी हुन्छ नि फ्याटी एसिड प्लस असाइल-कोए अथवा कोए गिभ्स फ्याटी असाइल-कोए हुन्छ। यहाँ मैले असाइल-कोए मात्रै लेखेको छु, लाइक फ्याटी असाइल-कोए लेख्दा नि हुन्छ, एसाइल-कोए लेख्दा नि हुन्छ। सो यो भयो। अनि अब नेक्स्ट स्टेप के हो भन्दाखेरि लाइक नेक्स्ट स्टेप चाहिँ अब यो चाहिँ हाम्रो साइटोसोल भयो होइन, एसाइल-कोए यो साइटोसोल भयो, यो चाहिँ माइटोकन्ड्रिया भयो। यो माइटोकन्ड्रियाको लाइक आउटर माइटोकन्ड्रियल मेम्ब्रेन, इनर माइटोकन्ड्रियल मेम्ब्रेन। आउटर माइटोकन्ड्रियल मेम्ब्रेन क्याट1 भन्ने लाइक कार्निटिन असाइल ट्रान्सफरेज 1 भन्ने हुन्छ। यसले चाहिँ के गर्छ भन्दाखेरि लाइक असाइल-कोएको यो कोए हटाइदिन्छ अनि कार्निटिन जोडिदिन्छ। अनि यो असाइल कार्निटिन चाहिँ हुन्छ नि यो इजिली अब चाहिँ के भन्छ यो माइटोकन्ड्रियल म्याट्रिक्सभित्र जान मिल्छ क्या। त्यसै गरी त अब हामीले यो फ्याटी एसिडलाई डाइरेक्टै यसरी लाइक म्याट्रिक्सभित्र माइटोकन्ड्रियाभित्र छिराउन मिलेन। अब यसरी नै अब यसलाई यसमा कन्भर्ट गर्दै छिराउनु पऱ्यो। त्यसै गरी अब त्यही हो लाइक फ्याटी एसिडलाई असाइल-कोएमा कन्भर्ट गऱ्यो, अनि अब यो असाइल-कोएलाई असाइल कार्निटिनमा कन्भर्ट गऱ्यो। यो असाइल कार्निटिनमा चाहिँ कन्भर्ट गर्ने क्याट1 हो। अनि त्यसै गरी लाइक यो क्याट1ले असाइल कार्निटिनमा चेन्ज गरिसक्यो, डाइरेक्टली हुन्छ नि लाइक माइटोकन्ड्रियल म्याट्रिक्समा छिर्छ। अब के हुन्छ भन्दाखेरि लाइक यो असाइल कार्निटिनलाई चाहिँ अब इनर माइटोकन्ड्रियल मेम्ब्रेनमा चाहिँ दुईवटा त्यो हुन्छ क्या, लाइक दुईवटा सिस्टम हुन्छ। एउटा कार्निटिन क्याट2 भन्ने हुन्छ, क्याट सेकेन्ड अरू क्याट2। अनि CAC2 असाइल कार्निटिन ट्रान्सलोकेज भन्ने हुन्छ। अनि यसले चाहिँ के गर्छ भन्दाखेरि लाइक सुरुमा चाहिँ हाम्रो गर्ने भनेको चाहिँ यो क्याट2ले हो। क्याट2ले के गर्छ असाइल कार्निटिनलाई फेरि यो कार्निटिनलाई हटाइदिन्छ। कार्निटिनलाई हटाइदिइसकेपछि चाहिँ यो कोए जोडिदिन्छ क्या, अनि फेरि असाइल-कोए भन्छ क्या, असाइल-कोए भन्छ। अनि CAC2को अर्को काम के हो भन्दाखेरि लाइक यसले असाइल-कोएलाई भित्र लिएर आउँछ, प्लस यो कार्निटिन जुन हुन्छ यो कार्निटिन रिलिज भएको कार्निटिन फेरि साइटोसोलमा नि छोड्ने काम हो क्या। सो अब हामीले यो हल्का कन्फ्युज भयो लाइक इन्डिभिजुअली यिनीहरूको रोल हेरौँ होइन, त्यसले चाहिँ झन् लाइक राम्ररी बुझिन्छ। अब क्याट1को कुरा गऱ्यो भने क्याट1को रोल हेऱ्यो भने त्यही हो लाइक असाइल-कोएलाई असाइल कार्निटिनमा कन्भर्ट गर्ने। CAC2को काम के हो भन्दाखेरि लाइक असाइल कार्निटिन बनेको भित्र छिराइदिने माइटोकन्ड्रियल म्याट्रिक्समा भित्र छिरेपछि क्याट2को काम हुन्छ। क्याट2ले चाहिँ के गर्छ भन्दाखेरि यो असाइल कार्निटिनलाई साइड लगाएर कोए जोडिदिन्छ। अनि यो कार्निटिन साइड लागेको कार्निटिनलाई फेरि यो CAC2ले के भन्छ साइटोसोलमा फालिदिन्छ क्या। त्यति हो, सक्यो काम। अनि जसरी अब त्यहाँ फ्याटी एसिड सिन्थेसिसमा लाइक 4वटा रियाक्सन भएको कन्डेन्सेसन हाइड्रेसन रिडक्सन, त्यसरी नै अब यहाँ रियाक्सन हुन्छ अक्सिडेसन हाइड्रेसन, फेरि अक्सिडेसन, अनि लास्टमा गएर क्लिभेज हुन्छ। अनि त्यसै गरी लाइक यो इन्जाइमहरू चाहिँ याद गर्नुपर्छ है। अक्सिडेसनमा असाइल-कोए डिहाइड्रोजिन अक्सिडेसन छ भने अभियसली डिहाइड्रोजिनेज हुन्छ, हाइड्रेसन छ भने इनोल-कोए हाइड्रेटेज, अनि फेरि अक्सिडेसन छ हाइड्रोक्सी असाइल-कोए डिहाइड्रोजिनेज, लास्टमा क्लिभेज भने चाहिँ थायोलाइसिस थायोलेज इन्जाइम युज हुन्छ यहाँ चाहिँ।
अनि त्यसपछि चाहिँ यो यति भयो। लाइक लास्टमा बन्ने भनेको त्यही हो, लाइक अब फ्याटी एसिड ब्रेकडाउन भएर एसिटाइल कोही नै बन्ने हो, अथवा एसिटाइल कोही र असाइल कोही जे नि भन्दा हुन्छ। अनि हाम्रो एटिपी चाहिँ त्यही एटिपी सोध्छ। अब एटिपी सोध्यो भने कति 106 एटिपी एउटा कन्सेप्टले गयो भने, लाइक एफएडिएस टु लाइक 1.5, अनि यो चाहिँ 2.5 के भन्छ 2.5 कन्सेप्टमा गयो भने चाहिँ 106 एटिपी, अर्कोवालामा चाहिँ 120 एटिपी बन्छ। लाइक त्यति हो। अनि किटोन लाइक असाइलको लाइक एसिटाइलको अब एन्ड प्रडक्ट एसिटाइलको हो नि त फ्याटी एसिड अक्सिडेसनको। लाइक अब यसको एन्ड प्रडक्ट चाहिँ के हुन्छ भन्दाखेरि लाइक हाम्रो केटोन बडी सिन्थेसिसमा काम लाग्छ। अब केटोन बडी सिन्थेसिसमा कसरी काम लाग्छ भन्दाखेरि लाइक त्यही हो, त्यो त्यहाँको बनेको एसिटाइल कोही हामीले यहाँ लिएर हुन्छ। अनि यो एसिटाइल कोहीले चाहिँ लाइक दुइटा एसिटाइल कोही जोडेर चाहिँ हामीले एसिटाइल कोही बनाउँछ। अनि यो एसिटाइल कोही पनि अर्को एसिटाइल कोही जोडेर एचएमजी कोही। अनि लाइक एसएमजीको यहाँसम्म चाहिँ लाइक केटोन बडी सिन्थेसिस र कोलेस्ट्रोल सिन्थेसिसको सेम नै हो। अनि त्यसपछि चाहिँ यहाँबाट चाहिँ फरक छ। एचएमजीको भनेपछि चाहिँ एचएमजीको लाइजलाई ब्रेकडाउन गरिदिन्छ एसेटो एसिटेट प्लस एसिटाइलको। अनि प्राइमरी फर्स्ट केटोन बडी अथवा प्राइमरी केटोन बडी भनिन्छ। अनि यो चाहिँ सेकेन्डरी केटोन बडी भनिन्छ। अनि कुनै कुनै बुकमा सेकेन्डरी केटोन बडी यो दुवैलाई भनेको छ, लाइक एसिडो एसिटेट ब्रेकडाउन भएर बिटा हाइड्रोक्सी ब्युटाइरेट अनि एसिटोन यो दुवैलाई सेकेन्डरी केटोन बडी पनि भनेको छ। अब चाहिँ लेख्दा नि मिल्छ होला है। सो केटोलाइसिसमा त यो ठ्याक्क त्यसको उल्टो हुन्छ, बिटा हाइड्रोक्सी ब्युटाइरेट एसिडो एसिटेटमा कन्भर्ट हुन्छ। अनि यो यति स्टेप यो एचएमजी कोवाला स्टेपलाई छोपिदिने, अनि डाइरेक्ट के हुन्छ नि एसिडो एसिटाइल कोही मा कन्भर्ट हुन्छ। अनि यसमा चाहिँ थाइरोफोरेज इन्जाइम काम लाग्छ यसमा। अनि त्यसपछि चाहिँ लाइक एसिटाइल कोही फेरि ब्रेकडाउन भएर हाम्रो एसिटाइल कोहीमा कन्भर्ट हुन्छ। सो यसरी भयो। लाइक अरू कुरा बुझ्नु लाइक यो रिएक्सन सजिलो छ एकचोटि सर आफै हेऱ्यो भने बुझिन्छ। अनि हाम्रो यसमा बुझ्नुपर्ने कुरा भनेको यो सिन्थेसिस हाम्रो लिभरमा मात्रै अकर हुन्छ। लिभरमा मात्रै किन हुन्छ भन्दाखेरि यो एचएमजीको एलाइज लिभरमा मात्रै पाउँछ। सो लिभरले बनाउन मात्रै सक्छ, यसलाई फेरि हुन्छ नि युटिलाइज गर्न सक्दैन। किन अब युटिलाइज गर्नु पऱ्यो भने ब्रेकडाउन गर्नु पऱ्यो। त्यो ब्रेकडाउन गर्ने इन्जाइम अथवा युटिलाइज गर्नुपर्ने इन्जाइम अरू टिस्युहरूमा हुन्छ लिभर र आरबिसी बाहेक। सो यो थाइरोफोरेज लिभर र आरबिसी बाहेक सबै ठाउँमा हुन्छ, त्यही भएर युटिलाइज गर्नु पाउँछ। तर अरू टिस्यु लाइक लिभर बाहेक अरूले चाहिँ बनाउनु सक्दैन किनकि एचएमजीको एलाइज हुँदैन। सो यति हो पार्ट 2 चाहिँ।